यहाँनिर चाहिँ अब फेरि डेन्जरस गाडी आइरहेको छ ट्याक्सी पछाडिबाट। सो यो ठुलो बिल्डिङ चाहिँ भर्खर बनेको हो, बन्दै रहेछ। आज चाहिँ अब म गल्लीमा यो बन्दै गरेको गल्लीबाट चाहिँ जाँदैछु। यहाँ मेरो दाइहरू वेट गरिरहनु भएको होला। मेरो बस त होइन, आज त गाडी पो लिएर आएको छ। त लुगाको गाडीमा आएको छु त्यहाँसम्म जानको लागि। पब्लिकमा कसरी रियाक्ट गर्ने भन्ने प्र्याक्टिस गर्दै चाहिँ एक्लै हिँडेर हो, एक्लै हिँडेर पब्लिकमा कसरी हिँड्ने, पब्लिकमा कसरी बोल्ने भन्ने कुराको चाहिँ प्र्याक्टिसै हुँदैछ मेरो। यो पनि नेपाली रेस्टुरेन्ट हो, डाफे भन्ने रेस्टुरेन्ट प्यानकेकको। अनि यहाँ परतिर यो बसको यसमा चाहिँ हाना ब्याङ्क छ। हाना ब्याङ्कमा चाहिँ यो हाना ब्याङ्क छ नि, यो चाहिँ सन्डे पनि खुल्छ क्या, सबैलाई काम गर्छ यो हाना ब्याङ्कको चाहिँ। हाना ब्याङ्कमा चाहिँ सन्डे पनि ओपन हुने भएकोले धेरैलाई यो के भन्छ सन्डे पनि सर्भिस पाउन सकिन्छ। यहाँ चाहिँ विदेशीहरूको लागि पनि स्पेसली खोजेको हुन्छ। बाइ द वे म यो साइलनमा कपाल काट्नलाई मेरो साथी बसेको छ, त्यहीँ भएर आएको। यो साइलेन्टमा मलाई यहाँ बसेर चाहिँ भिडियो उयो खिच्न लाज लाग्छ है, खिच्दिनँ ल। त्यहाँ मेरो साथी कपाल काट्दैछ।